संगीता मिश्र व्यक्तिसँग मेरो केही चिन्तन छैन, तर संगीता मिश्र एउटा मधेसीको आस्थाको प्रतीक थियो, महिलाको आस्थाको प्रतीक थियो। जसरी कुलमानजीले बार बार एउटा जनजाति भनेर हुच्याउने काम यो सरकारबाट भइरहेछ, त्यो पनि एउटा नागरिक समाजको आस्थाको प्रतीक हो, विश्वासको प्रतीक हो। म एउटा प्रश्न गर्न चाहन्छु, संगीता मिश्रको गल्ती के थियो? मधेसी समुदायमा जन्मिनु गल्ती थियो कि महिला भएर जन्मिनु गल्ती थियो कि? किनकि यो प्रकरणमा म स्वास्थ्य मन्त्रीको राजीनामाको माग गर्छु। प्रधानमन्त्रीसँग आह्वान गर्न चाहन्छु, स्वास्थ्य मन्त्रीलाई इमिडिएट बर्खास्त गरोस्। किनकि स्वास्थ्य मन्त्री मैले पढाएको विद्यार्थी हो, तर उहाँले भन्नुभएको छ कि यो मन्त्रालयमा कुनै मधेसी रहँदैन, कुनै शाखामा प्रमुख भएर, कुनै महानिर्देशक भएर। त्यति मात्र होइन, कुनै जनजाति र दलित पनि हुँदैन। संविधानको समावेशी सिद्धान्तलाई च्यात्दै कुल्चिँदै एकल जाति एकल समुदायको नेतृत्व गर्न खोजेर प्रतिगमनको आह्वान गर्न खोजेको होइन।